नानीको बर्थडेमा मैले केक गिफ्ट दिएर नानी यति खुसी हुनुभयो। सो हेलो साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो छोटो मिठो मिनी ब्लगमा। अनि यो भिडियो चाहिँ एकदम धेरै ढिलो आयो। यो नानीको भदौको 1 गते बर्थडे थियो, त्यति बेलाको हो। हामी चाहिँ नि अरू काम गर्दै थियौँ, नानीले डेकोरेसन चाहिँ आफैले गर्नुभएको थियो। नानी म बाबु चाहिँ पहिले ह्यापी बर्थडे भन्दै कराउन थाल्यौँ। यो चाहिँ नि हो मैले ल्याएको गिफ्ट। यो भित्र के छ त्यो त म तपाईँहरूलाई भन्दिनँ। त्यसपछि हामी सबैजना फ्यामिली मिलेर नानीको बर्थडे सेलिब्रेट गर्यौँ। हेर्नु न, बर्थडे गर्ल भन्दा बढी त्यहाँ पुन्टे खुसी हुनुभएको छ, नाचेको हेर्नु न खुसीले। टिका त फर्स्टमा ठुलो मान्छे लाउँछन्, तर हामीले चाहिँ फर्स्टमा पुन्टुलाई लाउन दियौँ, सबैभन्दा सानो मान्छेलाई। त्यसपछि लगाइदिनु भयो मम्मीले टिका लगाइसक्नु भएपछि पाली आयो मेरो। मैले पनि नानीलाई टिका लगाइदिएँ। अनि आशीर्वाद चाहिँ मैले मनमा नै दिएको थिएँ, किनभने मलाई यसरी आशीर्वादहरू दिन आउँदैन, मैले मनमा नै भनिरहेको थिएँ। त्यसपछि पाली आयो हाम्रो केक खाने। अनि हामी सबैजनाले यहाँ केक खाँदैछौँ। यहाँ मम्मी हुनुहुन्छ, पुन्टु, अमन, नानी, अनि यता साइडमा चाहिँ म थिएँ। त्यसपछि आज बर्थडेको दिन बर्थडे गर्ललाई हामीले डान्स गर्न पठायौँ। उहाँ नाच्नु भयो यसरी छम छम छम। अब पुन्टुलाई छुटाउने त कुरा भएन, हामीले पुन्टुलाई पनि डान्स गर्न लगायौँ। उहाँ चाहिँ खतरा डान्स गर्नुहुन्छ। सबै भ्याएर हामी चाहिँ सबै परिवार बसेर खाना थाल्यौँ। हामीले चाहिँ आज मोमो बनाएको थियौँ। अनि मम्मी चाहिँ किन देखिनु भएको छैन सोच्नु भएको छ होला, मम्मी चाहिँ त्यहाँ भाउजूको घरमा मोमोहरू केकहरू पुऱ्याउन जानुभएको थियो। थ्याङ्क्स फर वाचिङ, बाई बाई।